स्वागत छ साथीहरू। आजको यस भिडियोमा मैले केही महत्त्वपूर्ण एवं आधिकारिक समसामयिक प्रश्नहरू लिएर आइसकेको छु। सुरु गरौँ आजको पहिलो प्रश्नबाट। आजको पहिलो प्रश्न रहेको छ, माइक्रोसफ्ट एआई रिपोर्ट 2025 अनुसार नेपाल कतिऔं स्थानमा रहेको छ भनेको छ। अप्सन रहेको छ ए 75औं स्थानमा, बी 76औं स्थानमा, सी 77औं स्थानमा र डी 78औं स्थानमा। माइक्रोसफ्ट एआई रिपोर्ट 2025 अनुसार नेपाल कतिऔं स्थानमा रहेको छ? यसको सही उत्तर हुन्छ बी 76औं स्थानमा। नेपाल चाहिँ 76औं स्थानमा रहेको छ एआई प्रतिवेदन, माइक्रोसफ्टको प्रतिवेदन अनुसार। र शीर्ष स्थानमा भनेको युएई, सिङ्गापुर र नर्वे। युएईले चाहिँ एआईलाई एडप्टेसन दर भनेको 64% रहेको छ। युएई, सिङ्गापुर र नर्वे चाहिँ शीर्ष स्थानमा छन्। अनि अन्तिम स्थानमा भनेको कम्बोडिया रहेको छ। अन्तिम स्थानमा कम्बोडिया 147औं स्थानमा। अनि नेपालले 13 अङ्क प्राप्त गरेको छ। एडप्टेसन दर भनेको 13 रहेको छ। अर्को प्रश्नतिर जाउँ। 2 अन्तर्राष्ट्रिय शिक्षा दिवस प्रत्येक वर्ष कुन तारिखमा मनाइन्छ भनेको छ? ए जनवरी 21, बी जनवरी 22, सी जनवरी 23 र डी जनवरी 24। यसको सही उत्तर के हुन्छ? अन्तर्राष्ट्रिय शिक्षा दिवस प्रत्येक वर्ष कुन तारिखमा मनाइन्छ भनेको छ। यसको सही उत्तर हुन्छ अन्तर्राष्ट्रिय शिक्षा दिवस जनवरी 24मा चाहिँ मनाइन्छ। 2026 जनवरी 24मा हालसालै मनाइएको शिक्षा दिवसको नारा चाहिँ भनेको द पावर अफ युथ एन्ड को क्रिएटिङ एजुकेसन भन्ने रहेको छ। द पावर अफ युथ एन्ड को क्रिएटिङ एजुकेसन भन्ने रहेको छ नारा। अनि नेपालको सन्दर्भमा राष्ट्रिय शिक्षा दिवस भनेको चाहिँ असोज 2 गते मनाइन्छ। राष्ट्रिय शिक्षा दिवस चाहिँ असोज 2 अनि अन्तर्राष्ट्रिय शिक्षा दिवस जनवरी 24। अनि कहिलेदेखि सुरु गरेको मनाउन भने सन् 1900 देखि चाहिँ मनाउन सुरु गरिएको 2018 को डिसेम्बर 3मा चाहिँ युएनओको युएनओको महासभाबाट चाहिँ पारित भएर 2019 देखि चाहिँ मनाउन थालिएको अन्तर्राष्ट्रिय शिक्षा दिवस जनवरी 24 को लागि। ल अर्को प्रश्नतिर जाउँ। हाल नेपालले श्रम सम्झौता गरेको देश सङ्ख्या कति पुगेको छ भनेको छ। हाल नेपालले श्रम सम्झौता गरेको देशको सङ्ख्या कति पुगेको छ? अप्सन रहेको छ ए 11, बी 12, सी 13 र डी 14। हाल नेपालले श्रम सम्झौता गरेको देशको सङ्ख्या कति पुगेको छ? यसको सही उत्तर हुन्छ सी 13 चाहिँ पुगेको छ। यसको थप जानकारीहरू, सही उत्तर 13 सी रहेको छ। अनि पछिल्लो भनेको साउदीसँग गरेको छ नेपालले जनवरी 25मा 2026 जनवरी 25मा अर्थात् माघ 11मा। अनि हस्ताक्षर गर्ने भनेको राजेन्द्र सिंह भण्डारी नेपालको तर्फबाट, साउदीको तर्फबाट भनेको अहमद बिन सुलेमान। फेरि एकपटक पछिल्लो सम्झौता साउदीसँग हो 13औं राष्ट्रिय जनवरी 25मा चाहिँ सम्झौता भएको थियो 2026 को। अनि नेपालको तर्फबाट भनेको मन्त्री राजेन्द्र सिंह भण्डारी र त्यस्तै गरी श्रम मन्त्री राजेन्द्र सिंह भण्डारी थिए। अनि हाल अहमद बिन सुलेमान भनेको चाहिँ साउदीको तर्फबाट। अर्को प्रश्नतिर जाउँ। 14 नम्बर प्रश्नमा रहेको छ, तेस्रो बाल साहित्य महोत्सव 2082 कुन जिल्लामा सम्पन्न भएको छ? ए काठमाडौँमा सम्पन्न भयो कि ललितपुरमा, भक्तपुरमा, कास्कीमा? कुनमा सम्पन्न भयो? तेस्रो बाल साहित्य महोत्सव 2082 कुन जिल्लामा सम्पन्न भएको छ? यसको सही उत्तर हुन्छ बी ललितपुरमा सम्पन्न भएको छ। ललितपुरको चाहिँ पाटन सङ्ग्रहालयमा चाहिँ सम्पन्न भएको थियो यो तेस्रो बाल साहित्य महोत्सव। यो चाहिँ नेपाल बाल साहित्य समाज र ललितपुर महानगरपालिका र त्यसै गरी पाटन सङ्ग्रहालय मिलेर चाहिँ आयोजना गरेको थियो। मिति 2082 माघ 11 देखि 14 गतेसम्म सम्पन्न भएको थियो। फेरि एकपटक हेरौँ कहाँ सम्पन्न भयो भने स्थान भनेको पाटन सङ्ग्रहालय ललितपुर। अनि कहिले भयो भन्दाखेरि माघ 11 देखि 14 गतेसम्म।
अनि आयोजक को थिए भन्दाखेरि नेपाल बाल साहित्य समाज, ललितपुर महानगरपालिका र पाटन सङ्ग्रहालय। अर्को प्रश्नतिर जाउँ। 5औं नम्बर प्रश्नमा रहेको छ 2026मा नेपालसँगै विकासशील राष्ट्रमा स्तरोन्नति हुने मुलुक कुन कुन हुन् भनेको छ। ए बङ्गलादेश र लाओस हुन् कि, भुटान र लाओस हुन् कि, श्रीलङ्का र लाओस हुन् कि, बङ्गलादेश र भुटान भनेको छ। 2026मा नेपालसँगै विकासशील राष्ट्रमा स्तरोन्नति हुने राष्ट्र कुन कुन हुन् त। यसको सही उत्तर हुन्छ ए बङ्गलादेश। यसको सही उत्तर हुन्छ। थप जानकारीहरू, यसको सही उत्तर ए बङ्गलादेश र लाओस। नेपालसँग स्तरोन्नति, नेपालले कहिले स्तरोन्नति गर्दैछ भन्दाखेरि नोभेम्बर 24मा चाहिँ स्तरोन्नति गर्दैछ। 2026 को नोभेम्बर 24मा। हाल चाहिँ नेपाल भनेको अति कम विकसित राष्ट्रमा थियो। अहिले भनेको 44वटा राष्ट्र चाहिँ अति कम विकसितमा रहेका छन् र अब यो -3टा नेपाल सहित अरू 2टा देश गरेर 3टा अति कम विकसित राष्ट्रहरू चाहिँ विकासशील राष्ट्रमा रूपान्तरण भए लगतै 2026 पछि चाहिँ विश्वमा 41वटा मात्रै राष्ट्रहरू अन्तर्राष्ट्रिय राष्ट्र अति कम विकसित राष्ट्रमा चाहिँ सूचीमा रहनेछन्। अहिले चाहिँ 44वटा छन् र नेपाल, लाओस र बङ्गलादेश चाहिँ विकासशील राष्ट्रमा रूपान्तरण भइसकेपछि चाहिँ 41वटा मात्रै बाँकी रहन्छ। नोभेम्बर 24, 2026 यो डेट याद राख्नु होला। अर्को प्रश्नतिर जाउँ। अमेरिका औपचारिक रूपमा विश्व स्वास्थ्य सङ्गठन WHO बाट कहिले बाहिरिएको हो भनेको छ। ए 2025 जनवरी 20, 2026 जनवरी 22, 2026 जनवरी 24, 2026 जनवरी 26। अमेरिका औपचारिक रूपमा विश्व स्वास्थ्य सङ्गठनबाट कहिले बाहिरिएको छ भनेको छ। यो चाहिँ के हो भन्दाखेरि डोनाल्ड ट्रम्प आए लगतै उनले यो चाहिँ निर्णय लिएका थिए। WHO बाट चाहिँ अमेरिकालाई निकाल्ने। यो चाहिँ यसको सही उत्तर हुन्छ। 2026 जनवरी 22मा चाहिँ अमेरिका औपचारिक रूपमा WHO बाट निस्केको थियो। अनि यो ट्रम्पले चाहिँ के भनेका थिए भन्दाखेरि जवाफदेहिता र पारदर्शिता कमी भयो कोभिड-19 को समयमा, चाइनालाई अलिक धेरै सपोर्ट गर्यो भनेर चाहिँ निस्केको हो। फेरि एकपटक ट्रम्पले 2025 जनवरी 22मा चाहिँ निस्केको हो। ट्रम्पले चाहिँ फेरि 2025 जनवरी 20मा घोषणा गरेका थिए र त्यही घोषणालाई कार्यान्वयन गर्दै 2025 जनवरी 22मा चाहिँ निष्कासन भएको। 20मै ट्रम्पले घोषणा चाहिँ गरिसकेका थिए। अर्को प्रश्नतिर जाउँ। 7 नम्बर प्रश्नमा रहेको छ विश्व बौद्धिक शिखर सम्मेलन 2026 कुन मुलुकमा आयोजना भएको छ भनेको छ। ए नेपालमा आयोजना भयो कि, भारतमा आयोजना भयो कि, थाइल्यान्डमा आयोजना भयो कि, चाइनामा आयोजना भयो त। विश्व बौद्धिक शिखर सम्मेलन 2026 कुन मुलुकमा आयोजना भएको हो। यसको सही उत्तर हुन्छ बी भारतमा आयोजना भएको हो विश्व बौद्धिक शिखर सम्मेलन। यो चाहिँ यसको मिति भनेको चाहिँ जनवरी 24 र 25मा चाहिँ आयोजना भएको हो। आयोजक भनेको अन्तर्राष्ट्रिय बौद्धिक महासङ्घ IBC र भारतको सांस्कृतिक मन्त्रालयले चाहिँ आयोजना गरेको। फेरि एकपटक भारतमा विश्व बौद्धिक शिखर सम्मेलन आयोजना भयो 2026 को नयाँ दिल्ली भारतमा। अनि भारत मण्डपमा चाहिँ यसको त्यो भएको मिति 2026 जनवरी 24 र 25 चाहिँ यसको मिति रहेको छ आयोजना। अनि आयोजक भनेको अन्तर्राष्ट्रिय बौद्धिक महासङ्घ र भारत सांस्कृतिक मन्त्रालय रहेको छ। अर्को प्रश्नतिर जाउँ। 8 नम्बर प्रश्नमा रहेको छ संयुक्त सन् 2026मा कतिऔं अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ भनेको छ। अप्सनहरू रहेको छ। ए 72औं, बी 74औं, सी 76औं र डी 78औं। सन् 2026मा कतिऔं अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ। यसको सही उत्तर रहेको छ बी 74औं। यसको सही उत्तर चाहिँ बी 74औं रहेको छ। भन्सार दिवसको सम्बन्धमा भन्सार दिवस 2026 को नारा भनेको कस्टम्स प्रोटेक्टिङ सेक्युरिटी थ्रु भाइलेन्स एन्ड कमिटमेन्ट भनेको छ। थ्रु भाइलेन्ट एन्ड कमिटमेन्ट भनेको छ यसको नारा हो। अनि दिवस हरेक वर्ष भनेको जनवरी 26मा मनाइन्छ अन्तर्राष्ट्रिय भन्सार दिवस।
इतिहासमा यसको इतिहास हेर्दाखेरि विश्व भन्सार सङ्गठन WCO को स्थापना सन् 1953बाट चाहिँ जनवरी 26 मनाउन थालिएको हो। फेरि एकपल्ट तथ्याङ्कहरू 2000 यसपालिको 2026 को 74औं भन्सार दिवस हो। यसपालिको नारा भनेको कस्ट्युम प्रोटेक्टिङ सेक्युरिटी थ्रु भाइलेन्स एन्ड कमिटमेन्ट भन्ने यसको नारा रहेको छ। अनि यो दिवस कहिले मनाइन्छ त जनवरी 26 मा मनाइन्छ हरेक वर्ष भन्सार दिवस। अनि विश्व भन्सार दिवसको स्थापना कहिले भएको 1993 जनवरी 26 मा। यही स्थापना भएको मितिदेखि चाहिँ मनाउन थालिएको हो सम्झनामा। अर्को प्रश्नतिर जाउँ। मिस वर्ल्ड 2025 को उपाधि कुन सुन्दरीले जितेकी थिइन् भनेको छ। यसको अप्सनहरू रहेको छ। ए ओपल सुचता, बी क्याटालिना डुक्बे, सी नातिनी पुस्किनानोभा र डी फातिमा बोस अप्सनहरू रहेको छ। र अब मिस वर्ल्ड 2025 को उपाधि कुन सुन्दरीले जितेकी थिइन्? यसको सही उत्तर हुन्छ ए ओपला सुचता। यसको अरू तथ्याङ्क हेरौँ। मिस युनिभर्स 2025 भनेको फातिमा बोस। अनि मिस अर्थ भनेको 2025 को नताली पुस्किनोभाले जितेकी थिइन् मिस अर्थ। अनि मिस इन्टरनेसनल भनेको क्याटालिना चुग्बेले जितेकी थिइन्। अनि टाइम पर्सन अफ द इयर भनेको द आर्किटेक्ट अफ एआईले चाहिँ प्राप्त गरेको हो। फेरि एकपटक तथ्याङ्कहरू। मिस युनिभर्स फातिमा बोस, मिस अर्थतन्त्र नताली पुस्किनोभा, अनि त्यस पछाडि मिस इन्टरनेसनल भनेको 2025 को क्याटालिना चुग्बे, र टाइम पर्सन अफ द इयर भनेको द आर्किटेक्ट्स अफ एआई। अर्को प्रश्नतिर जाउँ। सन् 2026 मा बिग ब्यास लिग च्याम्पियन बन्न सफल टिम कुन हो भनेको छ। अब अप्सनहरू रहेको छ। यो चाहिँ बिगब्यास लिग भनेको चाहिँ BBL भनेको चाहिँ यो चाहिँ अस्ट्रेलियाले आयोजना गर्दछ। अनि यसको अप्सनहरू रहेको छ। सिडनी सिक्सर्स, अनि मेलबर्न स्टार्स, अनि पर्थ स्कर्च, अनि ब्रिस्बेन हिट। यसको सही उत्तर के हुन्छ साथीहरू? यसको सही उत्तर हुन्छ सी पर्थ स्कर्चर्स। थप जानकारी। पर्थ स्कर्चर्सले चाहिँ 6औं पटक जितेको हो सिडनी सिक्सर्सलाई हराउँदै। BBL भनेको चाहिँ आयोजना गर्ने राष्ट्र भनेको अस्ट्रेलिया हो। अस्ट्रेलियामा BBL, नेपालमा NPL भने जस्तै अस्ट्रेलियामा चाहिँ BPL हुन्छ। अर्को प्रश्नतिर जाउँ। 11औं प्रश्न रहेको छ। औपचारिक रूपमा कार्बन बेच्ने पहिलो एसियाली मुलुक कुन हो भनेको छ। नेपाल यसको सही उत्तर हुन्छ। अप्सनहरू हेरौँ। अरू तथ्याङ्क हेरौँ। कार्बन व्यापारमा भनेको नेपालको भनेको नेपाल भनेको 46% वन क्षेत्र ओगटेको छ। अनि लिफ कोलाइजन नामको ऐतिहासिक सम्झौता नेपालले गरेको छ जनवरी 23 मा। अनि नेपाललाई कम्तीमा पनि 55 लाख अमेरिकी डलर बराबरको जलवायु वित्तीय भित्र्याउने यो सम्झौता हो। फेरि एकपटक 76% नेपालमा वन क्षेत्र रहेको छ। लिफ कोलाजन नामको ऐतिहासिक सम्झौता गरेको हो जनवरी 23 मा 2026 को। अनि यसले चाहिँ 25 लाख अमेरिकी डलर बराबरको वित्त नेपालभित्र लिन्छ। अर्को प्रश्न रहेको छ 12औं प्रश्न। राष्ट्रिय सभा सदस्य 2082 निर्वाचन कहिले सम्पन्न भएको छ भनेको छ। र राष्ट्रिय सभा सदस्य 2082 निर्वाचन कहिले सम्पन्न भएको छ। ए 2082 माघ 9 गते, 2082 माघ 10 गते, 2082 माघ 11 गते, 2082 माघ 12 गते। यसको सही उत्तर के हुन्छ साथीहरू?
यसको सही उत्तर हुन्छ सी माघ 11 गते 2082 माघ 11 गते 19 जना सदस्य चाहिँ थपिएका थिए पदावधि सकिएर नयाँ परिवर्तन भएको हो। यो चाहिँ हरेक 2 वर्षमा चाहिँ राष्ट्रिय सभामा चाहिँ निर्वाचन हुने गर्दछ। यसलाई चाहिँ स्थायी सदन पनि भनिन्छ। 18 जना चाहिँ निर्वाचित भए र 1 जना चाहिँ मनोनित भएका राष्ट्रपतिद्वारा। अर्को प्रश्नतिर जाउँ। अनि कुष्ठरोग दिवस द वर्ल्ड लिप्रेसी प्रत्येक वर्ष कुन महिनाको अन्तिम आइतबार मनाइन्छ भनेको छ। जनवरीको अन्तिम आइतबार हो कि डिसेम्बरको अन्तिम आइतबार हो कि मार्चको अन्तिम आइतबार हो कि अप्रिलको अन्तिम आइतबार हो त। यो चाहिँ कुनै निश्चित डेटमा होइन कि यो कुष्ठरोग दिवस भनेको चाहिँ अन्तिम आइतबार चाहिँ मनाइने गरिन्छ। यसको सही उत्तर हुन्छ ए जनवरीको अन्तिम आइतबार चाहिँ मनाइने गरिन्छ यो कुष्ठरोग दिवस चाहिँ। अनि यसको थप जानकारीमा हेरौँ। यो पालि चाहिँ जनवरी 25मा परेको छ अन्तिम आइतबार जनवरीको। अनि त्यस 73औं चाहिँ यो अन्तर्राष्ट्रिय कुष्ठरोग दिवस हो। अनि यसपालिको नारा भनेको लिप्रेसी इज क्युरेबल द रियल च्यालेन्ज इज स्टिग्मा भनेर चाहिँ रहेको छ। अनि सुरुवात भनेको सन् 1954 देखि मनाउन थालिएको हो। अघिको याद होला तपाईँलाई कस्ट्युम भन्सार दिवस भनेको चाहिँ 53 मा भनेको थिएँ मैले अघि। भन्सार दिवस 53 देखि स्थापना भएको हो। तर यो कुष्ठरोग दिवस भनेको चाहिँ 1954 देखि स्थापना भएको हो। अर्को प्रश्नतिर जाउँ। अर्को प्रश्नमा रहेको छ सन् G7 शिखर सम्मेलन 2026 कुन देशमा आयोजना हुँदैछ भनेको छ। G7 अमेरिकामा हो कि फ्रान्समा हो कि क्यामरुनमा हो कि फिलिपिन्समा हो। यहाँ चाहिँ भएका सबै अप्सनहरू चाहिँ कुनै न कुनै चाहिँ सम्मेलन हुने देशहरू हुन् यस वर्ष 2026 मा। यसको सही उत्तर हुन्छ बी फ्रान्समा चाहिँ G7 शिखर सम्मेलन सम्पन्न हुनेवाला छ। अनि यो चाहिँ कहिले हुँदैछ भन्नुहुन्छ भने G7 यहाँनिर अरू तथ्याङ्कहरू फ्रान्समा रहेको छ यो G7। अनि G20 भनेको चाहिँ मायामी अमेरिकामा। अनि त्यसै गरी नेटो सम्मेलन भनेको योपालि टर्किएको अंकारामा। अनि WTO को मन्त्रीस्तरीय सम्मेलन भनेको क्यामरुनको पाउन्डेमा। अनि त्यसै गरी ब्रिक्स सम्मेलन नयाँ दिल्ली भारतमा फेरि एकपटक। G20 सम्मेलन भनेको अमेरिकाको अमेरिकाको मायामीमा G20। नेटो टर्की अंकारा। अनि WTO क्यामरुन पाउन्डे नयाँ दिल्ली भारत भनेको ब्रिक्स। अनि त्यसरी G7 भनेको सही उत्तर फ्रान्स हो। अर्को प्रश्नतिर जाउँ। अर्को प्रश्नमा रहेको छ हेनली ग्लोबल पासपोर्ट इन्डेक्स 2026 अनुसार नेपाल कतिऔं स्थानमा रहेको छ भनेको छ। हेनलियो पासपोर्ट इन्डेक्सले चाहिँ हरेक वर्ष पासपोर्टको कति शक्तिशाली छ भनेर चाहिँ जाँच्ने काम गर्दछ, प्रतिवेदन सार्वजनिक गर्छ। यसको सही उत्तर हुन्छ बी 96औं स्थानमा रहेको छ नेपाल। यसको अन्य तथ्याङ्कहरू प्रकाशक भनेको हेनलियो एन्ड पासपोर्ट भन्नेले चाहिँ प्रकाशन गर्दछ। योपालि जनवरी 9 मा प्रकाशन गरेको छ। र प्रथम स्थानमा भनेको सिङ्गापुर 192औं देश भिसा फ्री जान पाउँछ सिङ्गापुरले। नेपालको स्थान भनेको 96औं स्थानमा 35 देशहरूमा भिसा फ्री चाहिँ जान मिल्छ नेपालले। अन्तिम स्थानमा अफगानिस्तान रहेको छ 24वटा देश सहित फ्री भिसा 24वटा देशमा मात्रै जान मिल्छ अफगानिस्तानका नागरिकले चाहिँ। अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद। फेरि अर्को पटक भेटौँला अर्को भिडियोमा। यो भिडियोलाई सक्दो सेयर गरेर हामीलाई साथ दिनुहोला, सब्स्क्राइब पनि गर्नुहोला। धन्यवाद।